डुग्री वनमाई चाहिँ अझै हाम्रो नरसिंह धामको चाहिँ यात्रा बेनीहाटबाट सुरु भयो होइन। बेनीहाटमा हामी अहिले यहाँ छौँ। केटाहरूले चाहिँ रेकर्ड किने पानी पर्ला भएर अर्को ग्रुप ढल्काएर हिँडिरहेको छ। चस्मा चाहिँ खाएको ल यो अब यो ठिक छ बोल्ने के त राम्रो थियो। बच्चा खेलाउनु पुगेर कहाँ जानु पर्यो तीर्थ हो सम्झिँदा त एक हिसाबले। नमस्ते। आज चाहिँ हामी 7 जना ग्रुपमा यो धादिङ जिल्लाको चाहिँ सल्यानटार र बुढी गण्डकीको चाहिँ दोभानमा रहेको चाहिँ अहिले 3 वर्षमा लाग्ने मेला नरसिंहधाम, यसलाई चाहिँ पुरुषोत्तम महिना पनि भन्छ अरे, अझ मलमास पनि भन्छ यसलाई। यो ग्रुपमा मिलेर चाहिँ आज हामी चाहिँ रमाइलोको तरिकाले जाँदैछौँ। यो धाममा जाम नभन्ने नेतृत्व चाहिँ यो 7 जना मिलेको भएर हामी त्यसलाई प्रस्थान गर्दैछौँ। अहिले बेनीघाटबाट हामी जाँदैछौँ। रमाइलो हुनु जस्तो आज नि केटाहरूसँग यार घुम्ने बानी लगाएर यार पैसा नहाल्ला यार घुम्यो। सुरज सर के किन्नुला हो? के किन्नुला? म अब एउटा यसो ओल्का पनि ढाकेँ होइन, सुको हान्ने भनेको। अब दादाकोमा दुश्मन, मेरो दादा डर दुश्मन हो है। दादा अर्जेन्टिना फ्यान, म रोनाल्डोको फ्यान। मैले केही सुने छैन है। म चाहिँ भिडियो बनाउनलाई चाहिँ पछाडि एकछिन बसेको होइन। पछि अहिले हामी ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ के खोलाबाट चाहिँ भिडियो सिडियो हो है। ब्याग बनाउँछ त त्यही घिरौला झपकै फुल्या रहेछ। हेर्न सक्नुहुन्छ घिरौला चाहिँ यस्तो छ, दामी देखिया घिरौला फुलेको। अहिले चाहिँ त्यो पानी परेर चाहिँ हुन्छ नि यो घाम नलाएर चाहिँ वातावरण चाहिँ सफा भए होइन, धुलोहरू पनि छैन, त्यो रमाइलो छ। अनि यता हामी चाहिँ अहिले धादिङ लाग्दैछौँ। यहाँनिर चाहिँ धादिङको बाटोमा चाहिँ छन् धेरै मोडहरू आउने कि, अनि कता स्पिडले चलाउँदाखेरि डेन्जर यो चिज चाहिँ। अनि यो सिङ्गल वे छ क्या, डबल वे छैन। चाहिँ हाम्रो माथि पानी पाउँदैन र होइन, एक्काइस पानी भयो पुग्छ होला। हुन्छ एक्काइसले पुग्छ ल। माथि चाहिँ पानी के हुन्छ होइन, त्यही भएर चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ धादिङ बजार नपुग्दै 21 पानी हालेको। जीवन दाइले चाहिँ सेवा आइरहेको, समाज सेवा आइरहेको। अब धादिङ बेसी चाहिँ यता सिधा अगाडि भयो होइन। हामी चाहिँ यहाँबाट लेफ्ट राख्ने हो, लेफ्ट भने चाहिँ यता भयो। यताबाट अगाडिबाट गयो भने चाहिँ धादिङ बेसी बजार सुरु भयो। यताबाट अनि लेफ्ट लाग्यो भने चाहिँ नरसिंहधाम पुरुषोत्तम महामेला अरे ल। आज हामी कहाँ जाने केटा हो?
नरसिंहधाम सल्यानटार नरसिंहधाम सल्यानटार जाँदैछौँ धादिङ बजार चाहिँ अहिले धादिङ बजार कुरो छेप्यो हिजो रविले ढाँट्ने कुरा अहिले त जाडो भयो त अगाडि त्यो अब दामी छ अगाडि लाइभ होइन भिडियो रेकर्डिङ गरेँ म लाइभ कहिले गर्नु लाइभ हाल्नु हुँदैन कि आफ्नो प्राइभेसी ज्यामिरे बजार आइपुग्यो है हामी ज्यामिरेमा चाहिँ कफी हार जाने कुरा भएको छ सो केटाहरू तिमीहरू नि यहाँ पहिलोचोटि आइपुग्यो हो राइम भाइ झन् यसै बिचमा सुतिया कस्तो नोटरा ड्रेगहरूले नै गरेर सल्लाहको टुप्पातिर यसो अरिया छैन त्यो पनि यसो हेर छ ओ यता सल्लाह चाहिँ सही छ कि दामी यार यो पाटन जस्तो दिए यार पाटन घर पाटन नानी भन्ने कुरा के हुन्छ बलिङ मालिक खतरा छ कि केटाहरूले चिहानै रोकेन त यार केटाहरूले चिहान रोकेन त यार होटल भ्यू पोइन्ट लाग्यो ठिक लाग्ला यसले यतै लाउनु लाग्छ अब हाम्रो चाहिँ यता चिहानी प्रोग्राम भनिरहेको छ होइन खुट्टा बाउनु दुई चाहिँ मेरो त्यसरी पछाडि पानको पात हात्ती नरसिंहधाम जाने बाटोमा चाहिँ यहाँ यो के हो यो ठाउँ ज्यामिरे सल्लाहघारीमा चाहिँ चिया कफी खाउँ अनि अगाडि बढाउँ भन्ने सोचले चाहिँ बसिया सल्लाह चाहिँ बढे रुखो छ भवाल रहेछ सल्लाह होइन अब अनि सरलाई चाहिँ गाडीको छातामा बस्दा कस्तो अनुभव भयो बेस्ट यार दामी रहेछ दामी भयो नि यार इसोरा भयो अझ रमाइलो हुन्थ्यो यार लाइभ गर्न सल्लाहघारी ज्यामिरेमा चाहिँ अहिले हामीहरू चाहिँ ठ्याक्कै डाँडामा चाहिँ हामीहरू चिया नबन्ने भयो यो चाहिँ खाना मात्र बनिरहेछ यसो एकचोटि भित्र छिरिदिउँ भनेर भित्र चाहिँ के छ भन्दाखेरि चाहिँ यता पिङ भयो अनि बस्ने ठाउँ छ पार्क जस्तो रहेछ क्या अनि त्यो हाटसेउको त्यो ठुलो फलाम पनि भयो है अनि यता हात्तीहरू रहेछ क्या जस गजब ठाउँ रहेछ क्या यो चाहिँ यसलाई चाहिँ टुरिस्ट एरिया राम्रै टुरिस्ट एरिया हो क्या यो सफा हावापानी होइन अब हामी चियाखाने वातावरण बनाउनलाई त्यस्तो माथि जान्छौँ यहाँनिर चिया नबन्ने विषय बस्ने कुरा भएन त्यही हो ल उताबाटै गएछ नि त भन न भन त्यहाँ भन्छ अरे कालो चिया सोले हामी चाहिँ टाढी बेसीमा आइपुगेका छौँ होइन टाढी बेसीमा चाहिँ एकछिन यसो चिया खाएर जाने अरे दुध चिया बन्दैन अरे कालो चिया मात्र बन्छ अरे टाढी बेसीको त्यो नेता देवी होटेलमा छ अहिले हामी होइन केटाहरू भित्र गइसकेको छ त्यो ठाउँ टाढी बेसी होइन नेत्रावती होटेल नाम पो नेत्रावती त ल अब यहाँ चाहिँ हाम्रो चिया पानुहुन्छ कुञ्जन दाईलाई बोल्न कुञ्जन अङ्कललाई बोल्न आउनु पऱ्यो ल तपाईँ पहिला यो पहिलो अनुभव हो कि दोस्रो अनुभव कि के हो यसको यो के छ यो तपाईँ पहिलो अनुभव हो कि पहिला नै आइरहेको ठाउँमा पहिला एकचोटि आएको पहिलेमा त यहाँ धेरै अलिकति फरक भइसक्यो त विकसित भइसक्यो भौतिक संरचना नि यहाँ धेरै बनेछ चहल पहल धेरै बढ्न थाल्यो किन बन्द गरेर त नि सुरज मैले बन्द गरेर उसले बन्द गर्थ्यो मैले हालेको 15-18 वर्षमा धेरै विकास बढी त्यस्तो के पनि भएको थियो के थिएन अटोमेटिक बन्द गरेर पहिला यहाँ मान्छे त्यति देखिँदैन थियो अहिले मान्छेहरू धेरै नै चहल पहल छ हिँडुल पिलपिल बाटा हामी सरर नरसिंहधाम जाँदैछौँ सुरजी पुरा होइन पुरा ह्याप्पी भएर हिँडिरहेछ उसले अहिले आइपरि नाचिदिन्छ अहिले यो चाहिँ नदी यताको रातो भएर चाहिँ नदी हुन्छ हामी चाहिँ अब बिस्तारै सल्यानटार नेपालको सबभन्दा ठुलो टारमा पुग्दैछौँ नदी आउँला है
अब हामी चाहिँ बिस्तारै सलेन्डार पुग्दैछौँ। सलेन्डार चाहिँ नेपालको चाहिँ सबभन्दा ठुलो टार भन्ने बुझाइ छ मेरो चाहिँ। अनि अहिले हामी चाहिँ ठ्याक्क यो आँखु खोला, हामी चाहिँ अहिले आँखु खोलामा आइपुग्यौँ। आँखु खोला चाहिँ एकदम लामो पुल रहेछ है, नदी भन्दै नि भयो यार, के खोला भन्ने होला, ठुलै छ त। खोला तर सक्छ पानी नपरेको चाहिँ सक्थ्यो होला अहिले ठुलो हौ। पुरा सुन्दरी गाउँपालिका यहाँहरूलाई स्वागत गर्छौँ, धन्यवाद। स्वाट घुमाउँछ मलाई फेरि यार। यहाँ चाहिँ कुन्दन अङ्कल चाहिँ आउनुभएको रहेछ। हामी 5 जना चाहिँ पहिलोचोटि आइपुगेका हुँ यहाँ। सलेन्डारसम्म चाहिँ सुरेश आइपुगेको थियो अरे। त्योभन्दा उता चाहिँ हाम्रो चाहिँ पहिलोचोटि अनुभवै हो। अर्को भावी प्लान कता आएको सुनाइदेऊ। हजुर अर्को भावी घुम्ने प्लान कता आएको सुनाइदेऊ। अब भावी प्लान अहिले तत्काल असार मसान्तसम्मलाई नयाँ प्लान भन्दैन। अब असार मसान्तको कोचिङ सिकाउनु छ पहिला। असार मसान्त कोचिङ सिधेपछि फेरि घुम्ने डरै हुन्छ। 15 असार 15 अहिले कहिले साउन लागेपछि साउन लागेपछि जेठको 15 को आज बजेट भाषा चाहिँ सुन्नु पर्थ्यो यार। 4 बजेर गर्छ होला नि त। यहाँबाट चाहिँ नरसिंहधाम 3 किलोमिटर रहेछ होइन। बाटो चाहिँ अलि अफरोडै हो, त्यस्तो बिग्रे खतम बाटो चाहिँ छैन। मैले भन्न चाहिँ के भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ अब 3 किलोमिटर हुँदाखेरि पनि यहाँनिर चाहिँ पुरै जाम छ क्या, हेर्नु त्यस्तो पनि जाम छ। चाहिँ गाडीको चाप धेरै भएरै जाम भएको होला सायद। आज मन्दिर पुग्नु त हामी लाग्छ। सलेन्डारमै छ अझै पनि, अगाडि पुरै जाम छ होइन। जाम भएर चाहिँ अहिले बिस्तारै गाडी कुदिरहेको छ। केटाहरू चाहिँ भिड बसेको छ, म चाहिँ बाहिर यसो भिडियो बनाऊँ भनेर। यो बोलेरोको पछाडि के भन्छ होला अब नेपाली यहाँ ढाला उयो भन्छ यार होइन। आरू ओहो दामी छ त आरू यार, कहाँ गयो, ढिलो भयो नि। यस्तो लाइन छ गाडीको यार। फाइनली हामी चाहिँ अब जामबाट बाहिर निस्क्यौँ। अब मम्मीहरू पनि फर्किँदैन हुन्छ होला सायद, घर फर्किँदै होला मम्मीहरू। मम्मीहरूलाई हेरौँ कहाँ भेटिन्छ। मम्मीहरू चाहिँ बिहान 3 बजी निस्किनु भएको थियो। म निस्किँदाखेरि चाहिँ कति 7:30 भएको थियो कि 7:30 कि अलिक बढी भएको थियो कि 7 बजे, 7 र 7:30 को बिचमा निस्किएको लाग्थ्यो मलाई। सरर हेरौँ मम्मीहरूलाई कहाँ भेटिन्छ। यहाँ चाहिँ बस फसेर डोजरै लाएर तानेको बसलाई। अब सायद यतै झरेर हिँडिँदै होला नि। अब खरबुजा आयो है, खरबुजा दह्रो आएछ। डिस्प्ले दह्रो छ दाइ। पशुपति भन्दा पनि चर्को भयो त यार। गाडी हो यार। मलाई चाहिँ पशुपति आयो भने चर्को लाग्यो यार। पशुपतिमा नि यतिकै भिड हुँदैन थियो होला कि, अहिले जतिको भिड भइरहेको नि त्यतिको त चाहिँ डेन्जरै भिड गर्नुपर्छ यसलाई। त्यो त पशुपति भन्दा पनि चर्को भयो त यार। 3 वर्षमा लाग्नेदेखि रोसनेको एकचोटि मलमा परेर फेरि यस्तो प्याक भयो, घाम लागेन। घाम लाग्यो भने के हुन्छ होला यार, गरम भएन अलिकति।
कहाँ पुग्यो त खै पानी म आफै बोक्छु भाइ म आफै हार भ्याउने हो होइन पानी त मलाई त्यसरी चाहिँदैन यो अनि हात आगिमल छ कि अप्लो पानी होइन नि गाडी यता नै आउनु 2-4 गाडी यता नि पार्किङ गर्न पुग्ने छैन अनि यही आनन्द रहेछ हावा टोकिया त भाइ पछाडि हिँड्दैन ए बाख्ना त मङ मालपुरी सरी है गरी भयो क्या कसले यो लाएर तिल गरी भएन राम्रो केटाहरू अब यति पानी फ्रीमै बनाएर रहेछ हो यो चाहिँ मन्दिरको प्राङ्गण भयो होइन अब हामी यता लाग्छौँ केटाहरू चाहिँ मन्दिरमा जानुभन्दा अगाडि पहिला नुहाउनु पऱ्यो भन्यो नुहाएर आएर मन्दिरमा बानी बल्ल दर्शन गर्ने अरे हाम्रो चाहिँ यहाँ बुढी गण्डकी नदी र अर्को एउटा के खोला छ कि सबैले हात जोड्नुहोस् न बसेर यहाँहरूलाई नृसिंहधाम यात्राको पूर्ण फल प्राप्त होस् पुरुषोत्तम मासको पूर्ण फल प्राप्त होस् हामी त्यो चाहन्छौँ सबै बसौँ र हात जोडेर भगवानको भक्तिमा लागौँ है यता गजब छ है यहाँ चाहिँ त्यो मेला टाइपको झुला क्या झुला पनि रहेछ त्यो झुलामा चाहिँ खेल्नु पर्ने मजै चिज हो होइन दामी ल के भयो किन बेला मुख अरे यो झुला खेल्नुपर्छ अहिले ठुलो झुला छ नि त्यसमा खेल्नुपर्छ अहिले म त रमाइलो लाग्छ साथी चाहियो नि एक्लै गरेर खेल्ने म मजा आउँछ नि के भने हौ उल्टो खसेर नि यति रमाइलो हुन्छ यार डर के आगे जिते हामी नगएको त के भयो भने यहाँ यता रहेको खोला चाहिँ नेत्रवती खोला भयो अनि यता रहेको चाहिँ बुढी गण्डकी नदी भयो हामी चाहिँ नेत्रवती र बुढी गण्डकीको बिचमा छौँ र केटाहरू चाहिँ बुढी गण्डकी यहाँ नुहाउने भनेर अडेर लगाइरहेछ कहाँ पुग्यो त है
सङ्गम स्थानमा चाहिँ रहनुपर्ने हो केटाहरू। गएन मलाई खेल्नु पर्छ अहिले त्यहाँ तिमी काट्दिने हो टिकट तिनीहरू काटिदिन्छ नि। हजुर चस्मा लगायो भने के हुन्छ? अस्ति के भयो? के बगायो? मलाई त यतातिर खेल्न मन लाग्यो क्या। यो धार्मिक महत्त्व भन्दा पनि यो विशेष अब कसैलाई पनि थाहा नभएको हो। नत्र भने त्यो अब नरसिंहधाम र बुढी गण्डकी अहिले बगिरहेछ यहाँ चाहिँ स्नान गरेर अहिले हामी फेरि माथि चाहिँ नरसिंहधाम यो मन्दिरको दर्शन गर्दैछौँ। यो 3 वर्षमा लाग्ने मेला होइन, पुरुषोत्तम महिनामा लाग्ने अर्थात् यो चाहिँ मलमासको मेलामा लाग्ने यो महायज्ञ मेला भनौँ। यहाँ चाहिँ स्नान गरिसकेपछि त्यहाँ चाहिँ स्वच्छ तरिकाले चाहिँ दर्शन गर्ने भन्ने चाहिँ यहाँ थियो। ल म चाहिँ अब स्नान गर्दैछु। नमः शिवाय सोटीहरूलाई खाना पर्छ के के हुनु के ल आइए बाउला यसो टोल ल्यायो होला। टाउको डुबाउँछु म यहाँ। ल अब हामी चाहिँ यसमा जान्छौँ। यसलाई के भन्छ? यसलाई के भन्छ? त्यही भन्छ। त्यही भन्छ हो। हामी त्यहीमा 2-2जना चढ्ने हिसाब भयो। सुरुमा ईश्वर चढ्यो त ल। डर लागेन लागेन? डर त लागेन अहिलेसम्म कि अब के हुन्छ माथि गए थाहा। है झरेसिनमा सोध्छ डर लागेन भनेर। केटाहरूलाई एकैजना हो कि एकैजना। केटाहरूलाई कति डर लाग्यो? केटाहरू डर लागेन लागेन? डर के लाग्ने र अहिले त 60 हुन्छ। र 2टा केटाहरू यसमा चढ्यो ल। डर लागेन अहिले? कलङ्की कालीमाटी गयो ल कुन्दन काकारमा यो खल्तीमा हाल्नु पऱ्यो। यहाँ समाउँदै म चाहिँ कुन्दन दाईको चाहिँ रियाक्सन भिडियो बनाउँछु होइन। कति डर लाग्यो कुन्दन दाई? म उल्टा पऱ्यो तपाईँमा ठासाडु यता यता आयो। उल्टोमा पऱ्यो क्या पछि म त। ला डर लाग्यो त। उल्टो परि पऱ्यो होइन। म त डर लाग्यो उल्टो गर्दाखेरि। चिसो लाग्यो के मुटु नै चिसो लाग्यो। डर लाग्यो उल्टो गर्दा डर लाग्यो। डरले सेतो भएको छ मलाई। ड्रोन भ्यू पछाडि फर्किँदा चिसो हुन्छ मुटु यार। गल्ती हेर्दाखेरि होइन फ्रिङ हुन्छ क्या। उल्टो बसेकोलाई त चिसो भएन। 150 रुपियाँ गयो 2 मिनटमा।
5 नम्बर हाल्दैन यार अनि 7 नम्बर हाल्नु भने तिनीहरू अलि धेरै सुरु गरे यार तिनीहरू अलि धेरै गर्छन् चढे रिभर्समा फेरि यता फ्याल्दैन हामीलाई रिभर्स गेयरमा हाल्दैन अलि स्पिड लाउनु पर्थ्यो क्या स्पिड लागेन क्या मान्छे भएन अरे कि मान्छे पुरो चढ्नु हुनुपर्छ अरे कि हामीलाई घाट लाग्यो नि यार लास्टमा चढेर मलाई सुरुमा झार्दै यार घाट लाग्यो 1000 रुपियाँ घाट लाग्यो जाउँ जाउँ के भयो के गण्डै गाउँ आरु घाटमा यार सरी उतापट्टि गोर्खा चाहिँ हो धन्यवाद जानेहरूको लागि भनेको मैले हजुरले जागिरी पनि त खानुहुन्न नि त जागिरी खानेहरूले ब्युटी पार्लर जानै भन्यो यता भन्यो कहिले मोबाइल बिग्रिन्छ कहिले के हुन्छ खर्च हुन्छ 15,000 बचत हुन्छ 10,000 महिनाको 10,000 महिनाको बचत भयो भने वर्षमा 1,20,000 10 वर्षमा नामपत्र जब प्रारम्भ अहिले हामी फेरि गेटमा आइसकेका छौँ है हामी तल गएको यो बाटो छ नि तल बाटो चाहिँ हामी खोला बगरमा गएको हो अनि यता चाहिँ मन्दिर भयो अब हामी मन्दिरपट्टि प्रस्थान गर्छौँ यसको नियम भनेको दिनको 30 मिनेट भनेको जम्मा 3 माला चाहिँ जप गर्नुपर्छ जाम मन्दिरतिर अब तुरुन्तै आउनु जप गर्नको लागि आउनु भएको छ उहाँहरू मात्रै अरू होइन है भागौ त खाइयो अब जप गर्नु पर्यो भन्ने भक्तहरू उठेर ठिकै यो तल्लो बस्नु आयो पैसा सार्नु पर्यो कि फुल्लो बनाउनु पर्यो पाएको 5 रुपियाँलाई चाहिँ घाम लाग्यो नि गर्मी छ घाम लाग्दा मर्नै जाँदा सबै मन्दिरको भ्यू भयो नरसिंह भगवान की जय नोम भन्दा नि लाइन चाहिँ टर्न छ है अहिले मेरो छैन के टर्नहरू यहीँबाट यहीँसम्म त नि टर्न होइन त्यो जय नरसिंह भगवान की जय अनि त्यति गर्छ
पहिलो अनुभव हो पहिलोचोटि हजुर? आएको हामी। हजुरले जानकारी चाहिँ कसरी पाउनु भयो नरसिंह थाहा धामको? भयो मेरो माइती घर यहीँ समाधि थाहा चाहिँ भएको आउन चाहिँ नपाएको आज जुरा थियो अनि आज आयो। करिब हामी चाहिँ अहिले यो नरसिंह मन्दिर चाहिँ दर्शन गरिसकेका छौँ। अब बिस्तारै बिस्तारै हामी बाहिरिने क्रम छ। अब दर्शन गरिसकेको साथीहरू चाहिँ यहाँ झाडीतिर बस्दै हुनुहुन्छ। यो गर्मी अलिकति हिजोको अस्तिको तुलनाभन्दा आज शीतलै भन्नुपर्छ यतिको होइन। अब गर्मी हिजो अस्ति थियो भने चाहिँ आज चाहिँ गर्मी राम्रै छ, वातावरण मिलेकै वातावरण छ। अब हामी बिस्तारै बाहिरिन्छौँ। नरसिंह धामको मन्दिरको दर्शन गरिसकेका छौँ। साथीहरू सबै बाहिरिने क्रम जारी छ, बाहिरिन्छौँ हामी। धन्यवाद। अब यस्तै छ, आइयो दर्शन गरियो, रमाइलो छ, भेटघाट भयो, मान्छेहरूको चलपल छ, रमाइलो छ, जताततै मान्छे छ, कतै गाडी घोडाले ठाउँ पाएन, कतै मान्छेले ठाउँ पाएन, यस्तै छ, रमाइलो छ। जे भने आजको दिन चाहिँ राम्रै भयो, त्यो घाम अलिक चर्किएन, ठिकै छ, जे छ राम्रो भयो। हस् भयो अब जाने भगवान्को दर्शन गरियो। अब नआउनु भएको हाम्रो साथीभाइहरूलाई नि अब यही भिडियो मार्फत दर्शन गर्नु होला हुँदै हामी फर्किन्छौँ। गड्या एउटा भिडियोमा 1.5 लाख 2 लाखजनाले हेरे त्यो कारणले यसलाई चाहिँ सेक्रेट तरिकाले अपलोड गर्नुपर्छ। मेरो लगभग डलर आउने बेला भइसक्यो।